स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। आज म प्रोबेबिलिटी एन्ड स्ट्याटिस्टिक्स अन्तर्गतको च्याप्टर 5 को क्वालिटी कन्ट्रोलभित्र पर्ने एक्स बार चार्टको अर्को न्युमेरिकल लिएर आएको छु, जसमा हामीले एक्स बार चार्ट ड्र गरेर क्वेसनमा भनेको कुराहरूलाई निकाल्नुपर्ने हुन्छ। हामी क्वेसन देख्न सक्छौँ। यहाँ विभिन्न डाटाहरू दिएको छ। त्यसै गरी मैले अब यो क्वेसनलाई सोलुसनतर्फ लागेँ। यहाँ भनेको छ कन्स्ट्रक्ट एक्स बार चार्ट एन्ड कमेन्ट अन स्टेट अफ स्ट्याटिकल कन्ट्रोल फर नम्बर एनको भ्यालु चाहिँ 5 छ र A2 = 0.577 रहेको छ। यहाँ अब डेको भ्यालुहरू जुन डे दिएको छ, डे 1, डे 2, डे 3, डे 4, डे 5, डे 6, डे 7, डे 8, डे 9, डे 10 सम्म र तिनीहरूमा विभिन्न डाटा छ, अलग अलग डाटा छ डेहरूमा। डे 1 मा चाहिँ अब वेट लियो है। डे 1 मा वेट लिँदाखेरि डिफ्रेन्ट 5 वटा वेटको स्याम्पलहरू छ। डे 2 मा पनि वेटका स्याम्पलहरू 5 वटा छन्। त्यसै गरी डे 3 मा पनि 5 गर्दा गर्दा सबैमा चाहिँ 5 वटा स्याम्पलहरू रहेका छन्। र अब हामीले यति यो भनेको हामीलाई गिभन क्वेसन गिभन हो, यतिको भनेको। अब हामीले फर्दर क्यालकुलेसन गर्नुपर्ने हुन्छ र हामी एक्स बार क्यालकुलेसनतिर जान्छौँ। एक्स बार क्यालकुलेसन गर्दाखेरि हाम्रो यो टोटल डाटाहरूको सम होइन, टोटल भन्नाले डे 1 को 5 वटा डाटाहरू छ नि, जुन यो 5 वटा वेटको भ्यालुहरू छ, यो भ्यालुहरूको सम डिभाइडेड बाई 5 गऱ्यो भने 502 आउँछ। त्यसै गरी डे 2 को लागि यो 5 वटा वेटको भ्यालुहरूको सम गऱ्यो र 5 ले डिभाइड गऱ्यो भने 504 आउँछ। त्यसै गरी 3 डेको वेटहरू छ नि, जुन यी वेटहरूलाई सम गरेर 5 ले डिभाइड गऱ्यो भने 498 आउँछ। त्यसै गरी सबैले हामीले यसरी सम गर्दै 5 ले डिभाइड गर्दै जान्छौँ र पछि आर क्यालकुलेट गर्दाखेरि हामीले आर भनेको के हो भन्दाखेरि म्याक्सिमम भ्यालु माइनस मिनिमम भ्यालु हो, जुन भनेको रेन्ज हुन्छ। म्याक्सिमम भ्यालु माइनस मिनिमम भ्यालु हुन्छ। म्याक्सिमम भ्यालु यिनीहरूमध्ये सबैभन्दा म्याक्सिमम भ्यालु कुन हो त? अहिलेका लागि हामी हेरौँ, यो डे 1 को लागि डे 1 को म्याक्सिमम भ्यालु र मिनिमम भ्यालु यहाँबाट फाइन्ड गर्नु पऱ्यो। डे 1 को म्याक्सिमम भ्यालु भनेको 509 दिएको छ यहाँनिर, र मिनिमम भ्यालु भनेको 496 रहेको छ। र 496 र 509 को डिफ्रेन्स गर्ने हो भने 13 आउँछ। त्यसै गरी डे 2 को लागि म्याक्सिमम भ्यालु भनेको 521 रहेको छ र मिनिमम भनेको 492 रहेको छ। र यो दुईटाको डिफ्रेन्स हेर्ने हो भने 29 रहेको छ। त्यसै गरी हामीले सबै रेन्ज क्यालकुलेसन गर्दै जान्छौँ, यिनीहरूको लार्जेस्ट भ्यालु माइनस स्मलेस्ट भ्यालु गरेर, र फाइनली हामीले एक्स बारको पनि सम गर्छौँ र आरको पनि सम गर्छौँ। यहाँ हामीले देख्न सक्छौँ एक्स बार भनेको के हो। अब एक्स बार भनेको जुन यो सबै डाटा छ नि, यो एक्स डबल बार भनेको यो टोटलको सम डिभाइडेड बाई अब टोटल कतिवटा डेहरूमा चाहिँ हामीले अब्जर्भेसन गरेका थियौँ, त्यो टोटल डेले डिभाइड गर्यो भने एक्स डबल बार आउँछ। एक्स डबल बार = 497.8 हुन्छ। त्यसै गरी आर बार भनेको के हो? आर बार भनेको जुन हामीले निकाल्यौँ, यो म्याक्सिमम माइनस मिनिमम गरेर जो यहाँ भ्यालु आएको छ, यसको पनि हामीले सम यहाँनिर निकालेका छौँ नि हो। यो समलाई यहाँ टोटल अब्जर्भेसन डेहरू कति डेसम्म अब्जर्भेसन गरेको छ भने 10 डे छ। यो समलाई 10 डेले यहाँनिर डिभाइड गर्यो भनेपछि हामीले आर बारको पनि भ्यालु फाइन्ड गर्न सक्छौँ। त्यसै गरी अब जाउँ, हामीले एक्स बार चार्टका लागि अप्पर कन्ट्रोल लिमिट र लोवर कन्ट्रोल लिमिट फाइन्ड गर्नुपर्ने हुन्छ। अप्पर कन्ट्रोल लिमिट = एक्स डबल बार प्लस A2 * आर बार हुन्छ। त्यसै गरी लोवर कन्ट्रोल लिमिटमा एक्स डबल बार माइनस A2 * आर बार हुन्छ। यहाँनिर फरक भनेको प्लस माइनस साइनमा मात्र हो, अरू फर्मुला सेम हो। अब A2 को भ्यालु हामीलाई क्वेसनमा दिएको हुन्छ। अब हामीले यहाँनिर भ्यालु राख्यौँ, जुन यहाँनिर
एक्स बारको भ्यालु हामीले भर्खरै क्यालकुलेसन गरेका थियौँ। यहाँबाट एक्स बारको भ्यालु र आर बारको भ्यालु यहाँबाट लगेर चाहिँ हामीले यहाँनिर पुट गर्ने गर्छौँ। यहाँनिर राख्यौँ। अब सबै गऱ्यौँ। अप्पर कन्ट्रोल लिमिट 511.128 आयो। त्यसै गरी लोवर कन्ट्रोल लिमिट 484.47 हुन्छ। यहाँ 47 हो है। अब त्यसै गरी तिनीहरूकै आधारमा हामीले ग्राफ प्लट गर्छौँ। ग्राफ प्लट गर्दाखेरि विभिन्न जुन डेहरू छ यहाँनिर स्याम्पल नम्बर भएको रहेछ, तर यहाँनिर चाहिँ डे हुनुपर्ने हो। डेहरू 1 डे, 2 डे, 3 डे, 4 डे, 5 डे, 6 डे, 7 डे, 8 डे, 9 डे, 10 डेसम्म चाहिँ हामीले यतापट्टि राख्नुपर्ने हुन्छ एक्स एक्सिसमा भने। अब वाइ एक्सिसमा चाहिँ हामीले एक्स बारको भ्यालुहरू राख्नुपर्ने हुन्छ। एक्स बारको भ्यालु भन्नाले कुन भ्यालु राख्ने त भन्नेमा कन्फ्युज हुनु भएन। वाइ एक्सिसमा हामीले जहिले पनि यो भ्यालु सुरुमा क्यालकुलेसन गर्छौँ नि, हामीले विभिन्न अब्जर्भेसनहरूबाट क्यालकुलेसन गरेको त्यही डेको भ्यालु छ नि जुन हो, यो भ्यालुलाई चाहिँ हामी वाइ एक्सिसमा राख्छौँ। यहाँनिर हामीले वाइ एक्सिसमा राख्यौँ त्यो भ्यालुलाई। अब डे 1को लागि हेरौँ कति छ, यति भ्यालु छ। डे 2को लागि कति छ, यति छ। डे 3का लागि कति आयो, यति। डे 4का लागि गर्दै, डे 5का लागि गर्दै हामीले यसरी गऱ्यौँ भने लास्टमा ती पोइन्टहरूलाई जोडिदिने र हाम्रो जुन ग्राफ हुन्छ त्यसलाई एक्स बार चार्ट भन्ने गरिन्छ। यो त अब हामीले अप्पर कन्ट्रोल लिमिट र लोवर कन्ट्रोल लिमिट चाहिँ दिनै पर्ने हुन्छ। त्यहाँनिर हामीले जो माथि क्यालकुलेसन गरेको आधारमा तल देखाउने हो। यति हो यो क्वेसनको। यति गऱ्यो भने चाहिँ हाम्रो यो क्वेसन सकिन्छ। तर अब के बुझ्नुपर्छ भने लास्टमा हामीलाई कन्क्लुजन पनि निकाल होइन। हामीले यहाँनिर के भनेको छ भने कमेन्ट अन द स्टेट अफ स्ट्याटिकल कन्ट्रोल भनेको छ। अब के देख्यौँ त हामीले चार्टबाट यहाँ हेर्न सक्छौँ हामीले लोवर कन्ट्रोल लिमिटभन्दा तल गएको छ एउटा पोइन्ट जुन 5 डे, डे 5को भ्यालु छ नि त्यो तल गयो क्या। यहाँनिर लोवर कन्ट्रोल लिमिटभन्दा तल आयो। अब हामीले चाहिँ के बुझ्नुपर्छ भने वी क्यान सी द्याट द स्याम्पल मिन फर 5 डे अथवा डे 5 इज क्लियरली बिलो द लोवर कन्ट्रोल लिमिट। हेर्न सक्छौँ डे 5को जुन भ्यालु छ हामी क्लियरली देख्न सक्छौँ यो लोवर कन्ट्रोल लिमिटभन्दा तल आयो है। त्यही भएको कारणले therefore the process mean is not in statical control or out of control. As a result we could recommend that the activities of day 5 be investigated to determine the special cause of variation and to take necessary corrective एक्सन भनेर हामीले भन्नुपर्ने हुन्छ। यति भन्यो भने हाम्रो क्वेसन यहाँनिर सकिन्छ। अरू यो भनेको केही होइन, जुन मिन भ्यालु छ एक्स बारको भ्यालु त्यो भनेको लोवर कन्ट्रोल लिमिटभन्दा तल गयो, त्यही भएर चाहिँ हाम्रो प्रोसेस चाहिँ कन्ट्रोलमा रहेनछ र डे 5को लागि हामीले करेक्सन गर्नुपर्ने रहेछ भनेर यति भन्नुपर्छ भन्दै आजको क्वेसन यहीँ सकिन्छ। हस्, धन्यवाद।